भाइ बहिनीहरू आरामै छौ होइन त? आजदेखि मैले तिमीहरूलाई एउटा सानो प्रयासको थालनी गरेको छु। आजदेखि तिमीहरूलाई कक्षामा पढाएका विषयवस्तुहरू फेरि दोहोऱ्याएर हेर्न मिल्न सकोस् भनेर मैले रेकर्ड गरी युट्युब च्यानलमा प्रस्तुत गर्न लागिरहेको छु। आशा छ यो कदमले तिमीहरूलाई पठन पाठनको विषयमा थप सहजता निर्माण हुनेछ। अब आज हामी चाहिँ यो कार्डिनालिटी अफ सेट भनेर पढ्दैछौँ। कार्डिनालिटी भनेको कुरा हामीले योभन्दा अगाडि मैले बताइसकेँ। कार्डिनालिटीको बारेमा के हो कार्डिनालिटी भनेको थाहा छ? सेटको कार्डिनल नम्बर पहिला बुझाएको छु नि तिमीले। कार्डिनल नम्बर भनेको सेटमा कतिवटा भ्यालु छ भनेर। जस्तो मैले यो पहिला अगाडिको कुरा गरौँ। जस्तो एउटा सेटमा ए भन्ने सेटमा एबिसी छ। कतिवटा मेम्बर छ सेट एमा? सेट एमा कतिवटा मेम्बर छ? 3 भनेपछि हामी कसरी लेख्छौँ भने कार्डिनल नम्बर हो। यसै पहिला वर्डमा भन्दा कार्डिनल नम्बर अफ ए भनेको सेट ए भनेर लेख्नलाई सिम्बल चाहिँ पहिला सिम्बलमा लेख्दा चाहिँ हामी ए लेख्छौँ। अनि यो भनेको कतिवटा 3टा। यो बारेमा पहिला कुरा भइसकेको छ। अरु ब्र्याकेट प्रयोग नगर है। कार्डिनल नम्बरको लागि सेटलाई बन्द गर्दा, सेटको नामलाई बन्द गर्दा जहिले पनि यो स्मल ब्र्याकेट मात्रै प्रयोग गर्ने। ब्र्याकेटका अरु प्रकार पनि छन्, अरु प्रकारहरू हामीले प्रयोग गर्ने होइन। अब तिमीले यहाँ चाहिँ जस्तो कि अब मैले एउटा बनाएँ तिमीलाई सेटको। तिमीले यहाँ हेरौ एउटा कन्सेप्ट दुईटा सेटको यस्तो राखेन। एउटा सेट यो छ, अर्को सेटमा ल यो सेट चाहिँ अब सजिलो त्यही हुन्छ, ए र बी भनौँ। यो तिम्रो जसको यो साउन्ड आइराखेको छ त्यो जसको यो सुरुमा नजानेर हो कि त्यहाँनिर आफ्नो उसमा बटनमा तलपट्टि भिडियो र अडियोको बटन हुन्छ। तिमीले भिडियो बटन थिच्यो भने तिम्रो यहाँ भिडियो आउँछ। अनि अडियो माइक्रोफोन जस्तोमा चाहिँ अन नगरिराख न। त्यो अन गर्यो भने तिमीहरूको त्यहाँ वरिपरि भएको हल्ला पनि आउँछ। यहाँ यो सुरुमा जोडिएकाहरू कोही छौ भने तिमी अलि राम्रोसँग बुझ। यो होइन, हुन त आजभोलि जुममा जोडिन नजानेको को होला र हाम्रो यतिका समय भइसक्यो क्लासहरू भएको। ल यो सेटमा जस्तो अब मैले यहाँनिर ए भनेको, ल ए को सेटको मेम्बर चाहिँ मैले एउटा इक्जाम्पलको लागि चाहिँ 1 2 3 र 4 छ। बी भन्ने सेटको चाहिँ बी को चाहिँ 3 4 7 रहेछ। ल यति नै भनौँ। र यु भनेको सेट चाहिँ 1 2 3 यस्तै गरी 10 सम्म छ। मेरो आवाजलाई सुनिरहेको छ नि? यस सर। यस सर। थ्यांक यू। अब यो म फेरि त्यही पुरानै कुरामा गएँ। अब म कसरी भर्छु त भन्दा एमा पनि बीमा पनि भएको 3 र 4 यहाँ लेख्छु। अनि ए को अब मात्र एमा मात्र भएको अरु भ्यालुलाई यतापट्टि लेख्छु। अनि बीमा मात्र भएको यहाँ लेख्छु। अब ए र बीमा नभएको तर यु भित्र भएको बाँकी 1 यहाँ भनेको 5 6 बाँकी भयो, 8 बाँकी भयो, 9 र 10 हो। अब मैले तिमीलाई यो भेन डायग्राम देखिसकेपछि सोधेँ कि तिमीलाई ल भन त बाबु यो कार्डिनल नम्बर अफ मैले चाहिँ एन मात्र यो एन वानली ए भित्र एमा मात्रै कतिवटा भ्यालु पर्न गयो त भनेर सोधेँ भने के भन्छ यसको एन्सर तिमीले? 2 गुड हो। यो कसरी कसलाई गनेको थाहा छ? 2 भनेको 1 एउटा 2 एउटा हो। यसलाई कसरी पढ्छौ त? मैले एन शून्य लेखेको जस्तो यसलाई पढ्दाखेरि के भनेर पढ्ने? कार्डिनल नम्बर अफ वानली ए के भनेर पढ्ने रे? कार्डिनल नम्बर अफ वानली ए। अब कार्डिनल नम्बर अफ वानली बी 1 हो। सबैले नबुझेकोले चाहिँ भन मैले बुझिन सर भनेर भन्न ल। अनि कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन बी 2 गुड, भेरी गुड।
कार्डिनल नम्बर अफ ए युनियन बी, ए र बी को जम्मै गरेर ए र बी को Five. हो 5। कार्डिनल नम्बर अफ ए युनियन बी गरेर अनि मैले त्यसको माथि यसो बार चिन्ह लाएँ भने के अर्थ राख्छ भने कार्डिनल नम्बर अफ हैन यो चाहिँ को त भन्दा ए र ए युनियन बी देखि एक्स्ट्रा कम्प्लिमेन्ट त्यो को कतिवटा भयो 10 भएर ए र बी को 5 किन भन त त्यो युनियन बाहिर उसको ओ यो ए र बी को ए र बी देखि बाहिर जुन छ नि ए र बी देखि बाहिरको जुन भ्यालुहरु जुन छ त्यो ए र देखि कुन ए र बी देखिको बाहिरको भ्यालु भनेको 5 हो 6 हो 7 8 हो 9 हो 10 हो कम्प्लिमेन्ट भनेको त्यो ए र बी को युनियन जसको कम्प्लिमेन्ट भनेको छ त्यो देखि बाहिर अदर देन त्यो भन्दा नेक्स्ट भनेको हो र यो भनेको हामीसँग यो पनि 5 भयो। यसरी यो तिमीले कार्डिनल नम्बरहरु चाहिँ त्यहाँबाट गन्न सक्ने भयो है यो सेटबाट गन्ने तरिका भयो। यसरी कार्डिनल नम्बरहरु यो भनेपछि अब तिमीले यहाँ एकैछिन पर्ख ल। अब यो कार्डिनल नम्बरहरुको ओके अब मैले यहाँ के गरेँ भने अब चित्र हेर है चित्र हेरेपछि मैले यहाँनिर तिम्रो यो कार्डिनल नम्बर यहाँ भर्खर लेखेको छु एन ए युनियन बी भन्ने चाहिँ कार्डिनल नम्बर भनेको कति आएको छ रे आन्सर 5 है। मैले यसको ठाउँमा यो भनेको यो यस्तो हो यो कुन गरेर आएको भने कार्डिनल नम्बर अफ वानली ए प्लस कार्डिनल नम्बर अफ वानली बी अनि प्लस कार्डिनल नम्बर अफ बीचको ए इन्टरसेक्सन बी गर्दा तीनटा जोडेर आखिर उही त हो नि कार्डिनल नम्बर अफ वानली ए भनेको चाहिँ त्यो भनेको यो भयो हैन अनि त्यसपछि कार्डिनल नम्बर अफ वानली बी भनेको यो भयो अनि कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन बी भनेको यो भयो। अब यो तीनटा जोडेर चाहिँ यो तीनटा जोडेर सबै जोडेर चाहिँ तिम्रो चाहिँ आखिर त उही त हो नि ल यो जोड यो भनेको यो यसमा एकैछिन यो कहिलेकाहीँ अर्को चलाउँदाखेरि यहाँ ल यो भनेको दुईवटा यो भनेको एउटा यो भनेको दुईटा आखिर त यो त 5 भन्ने त हो तर छ त हैन र हो सर भनेपछि यो रिलेसन जुन मैले लेखेँ नि यो रिलेसन भनेको यो के लेखेँ त रिलेसन भन त मैले एन ए युनियन बी भनेर लेखेको कार्डिनल नम्बर अफ ए युनियन बी भनेको एन कार्डिनल नम्बर अफ वानली ए प्लस कार्डिनल नम्बर अफ वानली बी र के त कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन बी गरेर आउँदो रहेछ भन्ने तिम्रो एउटा यो फर्मुला भयो है। यही हो यो एउटा रिलेसन भयो। यो हामीले अहिले अब कसैले 8 मा पढ्यो पनि होला अलि प्राइभेट स्कुलतिर हैन अब यता पढ्यो होला यो अब गभर्नमेन्ट स्कुलतिरमा चाहिँ कोर्समा थिएन जस्तो लाग्छ मलाई थियो ल यो एउटा तिमीले यो एउटा फर्मुला यो कार्डिनली हामी रिलेसनमा एउटा फर्मुला हामीसँग यो आयो। अब अर्को चाहिँ के हुन्छ भने अर्को फर्मुला पनि छ हामीले पढ्नु पर्ने यतिले पुग्दैन। अर्को चाहिँ के भने फेरि यो माथि सारे ल हजुर मैले राम्रोसँग बुझिन नि को भन तिमी कोले मलाई प्रश्न भयो कोले बुझिन भनेको स्वरूप दाहाल तिमी कहाँ पढ्थ्यौ पहिला म पहिला सरकारी स्कुल गाउँमा पढ्थेँ त्यही त कुन ठाउँ कुन गाउँ भनेको कहाँ चन्दनपुरमा तिमीले यो सेट भन्ने पढ्या थियौ पहिला मैले पढाएको थिएँ 8 तिर पढाएको थियौ भने नेपालीबाट पढ्ने गरेको सर अब त्यही त तिमी नेपालीबाट इंग्लिश पढ्ने ठाउँ आयो। अब तिमीलाई मैले लेखेको मात्र इंग्लिश हो सबै मैले भन्न चाहिँ नेपालीमा भनेको छु
अब तिमीले यहाँ के चाहिँ मैले त्यो चित्र बनाएको के भन त चित्र बनाउँदाखेरि भरेको बुझेनौ यो ए र बी को भ्यालु मैले यु को कसरी भरे भने अघि हेरिरहेको थियौ नि बुझ्यौ तिमीले बुझिन त्यही भएर अब तिमीले यो अब एकचोटि ल म फेरि भन्छु रागो याङमा गाहा ए को बोल्दैछ यो मैले यहाँ रेकर्ड गरिरहेको छु तिमीहरूको रेकर्ड सुनेर पखन म सबै त्यो रेकर्ड छ तिमीहरू अहिले यहाँ के शब्द बोलिरहेको छ सबै आइहाल्छ त्यो अनि तिमीहरूको उसमा चाहिँ म तिमीहरूको गार्जियन्सको उसमा त्यो भिडियो पठाइदिन्छु अनि ल हेर एकचोटि स्वरूप भाइ यहाँ ध्यान दिएर मैले यहाँ लेखेँ सेट ए भनेको ए भित्र के छ स्वरूपले बोल्ने के छ ए भित्र 1 2 3 4 बी भित्र के छ 1 र 2 1 र 2 छ त्यहाँ अलि अर्को कसले सिकाइरहेछ र अनि त्यसपछि यो मैले यहाँ चित्र बनाएँ ए को एउटा सर्कल बनाएँ बी को यस्तोलाई के डायग्राम भन्छन् भनेर पढाएको थियो तिम्रो गाउँतिर भन त के यो चित्र भेन डायग्राम भन्ने सुनेको थियो चिनेको थियो सर र अब यो चित्रमा दुईटा ए र बी को यो खप्टिएको भाग भन्छ ओभरल्याप भएको इङ्ग्लिसमा ओभरल्याप भन्छ ओभरल्यापमा चाहिँ यो ए मा पनि भएको बी मा पनि भएको ए र बी मा हेर्दाखेरि तिमीले दुईटैमा भएको नम्बर के देख्यौ 3 र 4 हो यसलाई बीचमा लेख्ने यसलाई चाहिँ यहाँ बीचमा 3 र 4 अनि त्यसपछि 3 र 4 बाहेक ए मा मात्र अब अरु के 3 1 र 2 यता ए मा मात्र भनेको यतापट्टि लेख्ने अब बी मा मात्र के बाँकी भयो 7 यता बी मा मात्र यहाँ लेख्ने अनि ए र बी लेखिसकेपछि ए र बी मा लेखेर नसकिएको यो यु भन्ने ठाउँमा यु भित्र 1 देखि 10 सम्म छ अरे 1 देखि 10 सम्म भएको हुनाले हो त्यो चाहिँ यहाँ बाहिर लेख्ने अब के छैन 5 6 8 9 10 हो 10 ल अब यसलाई हेरेर मैले यतापट्टि यहाँ मैले चिनो लागेर यो देखाइरहेको छु तिमीलाई यो n1 ली ए भनेको यो n को तल यसरी n को तल सानो 0 जस्तो राख्यो भने तिमीले पढ्दाखेरि n1 ली नेपालीमा भनेको मात्र n1 ली ए मा मात्र तिमीले कतिवटा ए को यो चित्रमा हेर त ए मा मात्र चित्रमा चाहिँ तिमीले के देख्यौ भने ए मा मात्र भनेको एउटा चाहिँ 1 देख्यौ एउटा 2 देख्यौ हो हजुर हो त्यो ए मा मात्र भएको दुईवटा मेम्बर ए मा मात्र छ भनेर त्यही भएर यहाँ 2 लेखेको दुईवटा भनेको यो n1 ली ए हेर अब त्यसपछि n1 ली बी भनेको चाहिँ बी मा मात्र भनेको चाहिँ तिमीले यहाँ चाहिँ बी मा मात्र भनेर हेर्दाखेरि बी मा चाहिँ तिमीसँग चाहिँ जस्तो बी मा मात्र चाहिँ तिमीसँग यहाँ को हो बी मा मात्र 7 भनेको एउटा हो नि त त्यो गन्ने 7 भनेको एउटा हो त्यो बी मा मात्र n1 ली बी भनेको एउटा भनेर भनेपछि अनि त्यसपछि अर्को चाहिँ तिमीले जस्तो अब यहाँ ल अर्को हेर अर्को चाहिँ तिमीसँग यो ए र यो इन्टरसेक्सन भन्ने चिन्ह त पहिला पढेको होला इन्टरसेक्सन भनेको यस्तो माथिपट्टि फर्केर लेखेको यो इन्टरसेक्सन चिन्ह हो इन्टरसेक्सन भनेको दुवैमा ए मा पनि बी मा पनि ए मा पनि बी मा पनि भनेको 3 र 4 3 एउटा 4 एउटा त्यो दुईटा सदस्य भयो अनि ए युनियन बी भनेको चाहिँ यो सबै अहिले हामीले ए र बी ए को गोलो र बी को भित्र गन्दै जाँदा कति भयो त गन त हामीले एउटा 1 1 2 3 मैले गनेको अब तिमीले 5 वटा त्यो 5 लेख्ने भयो अनि यो कम्प्लिमेन्ट भनेको चाहिँ तिमीले चाहिँ के गर्ने भयो भने कम्प्लिमेन्ट भनेको चाहिँ जस्तो अब यो कम्प्लिमेन्ट भनेको चाहिँ यहाँनिर ए र बी मा नअटाएको कतिवटा सदस्य छ 1 2 3 4 5 यो चाहिँ यसरी 5 वटा भनेर लेख्ने भयो अब यसलाई
भरेको कुरालाई मैले यहाँ के भनेर लेखेँ भने हामीले छुट्टा छुट्टै निकालेको अङ्कहरुमा यो एन ए युनियन बी भन्ने जुन मैले एउटा फर्मुला लेख्दै छु यो कसरी आयो त भन्दाखेरि तिमी माथि चित्रमा हेर एन ए युनियन बी भनेको ए र बी मा एउटा चाहिँ के भयो एउटा चाहिँ यो n1 ली ए भयो यो चाहिँ भयो यो दुईटा अनि n1 ली बी भनेको यतापट्टिको यो भयो 1 र त्यसपछि एन ए इन्टरसेक्सन बी भनेको बीचको दुईटा भनेपछि त्यो यो तीनवटाको जम्मा भनेको ए युनियन बी हो नि त होइन त हजुर त्यहीलाई त्यो तीनटाको छुट्टा छुट्टै भन्नु र त्यो जस्तो एउटा विद्यालयमा कति विद्यार्थी छन् भन्नु र त्यो सबै कक्षाको विद्यार्थी जोडेपछि आउने संख्या नै त्यो विद्यार्थी टोटल विद्यार्थी संख्या हुन्छ नि हो नि हैन हो त्यसैले अब जोडेर हेर त n1 ली ए भनेको 2 छ n1 ली बी भनेको 1 छ अनि यो अनि 5 आयो त्यसैले अनि हामीले यहाँ ए युनियन बी 5 थियो मिल्यो नि त त्यसैले त्यो मिल्यो भनेको हुनाले यो फर्मुला पनि मिल्दो रहेछ त्यसैले आजदेखि हामीले एउटा यो फर्मुला हाम्रो सेट थ्योरीमा n a union b cardinal number of a union b is n1 ली a plus n1 ली b plus n a intersection b भन्ने भएको हो भनेर कुरा गरेको ल यो एउटा फर्मुला भयो अब अर्को फर्मुला चाहिँ के पनि हुन्छ भने म फेरि अर्को चित्र बनाएँ फेरि अर्को चित्रबाट तिमीलाई यहाँ लेख्न लाएँ जस्तो कि ल p भन्ने चाहिँ मा चाहिँ एबीसी अर्को फर्मुला सिकाउनको लागि एबीसी डी रहेछ क्यू भन्ने सेटमा चाहिँ डी ई र एफ रहेछ अनि यु भन्ने ठाउँमा चाहिँ मैले के राखेँ भने ए देखि ए बी देखि लिएर एच सम्म भनेर लेखेँ भने अब यसलाई एकचोटि म चित्र बनाएर देखाउँछु पहिला यसको चित्र बनाएर देखाउँछु चित्रमा दुईटा पी र क्यू को लागि एउटा सर्कल बनाउनु पर्यो यस्तो दुईटा सर्कल अनि यु भन्ने चाहिँ सेटको लागि भर्नलाई अर्को एउटा बाहिर यस्तो बनाउनु पर्यो अब यो सेटको नाम यो पी भयो यो क्यू भयो अब अघि जस्तै भर्ने फेरि त्यही दोहोरिन्छ है यो ए मा पनि बी मा पनि भनेपछि यहाँ त एउटामा त डी भन्ने यहाँ भरिन्छ अनि यतापट्टि साइडमा एबीसी पी मा मात्र अनि यता क्यू मा मात्र चाहिँ इएफ यसमा छुटेको एफ पछि यहाँ जी र एच यहाँ भयो ल अब अर्को एउटा तिमीलाई म यहाँ प्र्याक्टिस गराउन लाएँ है अब म सोधेँ कार्डिनल नम्बर अफ पी को सदस्य संख्या कति हो 3 हो यहाँ मैले ओन्ली लेखेको छैन नि नानु यहाँ त पी को होल गर्दाखेरि डी लाई पनि गर्नुपर्छ है अनि कार्डिनल नम्बर अफ क्यू भनेर लेख्दाखेरि कति भयो 3 अनि कार्डिनल नम्बर अफ पी इन्टरसेक्सन क्यू चाहिँ कति भयो D 1 भनेपछि कार्डिनल नम्बर अफ पी युनियन क्यू कति भयो 6 भयो अब म एउटा प्रश्न सोधेँ ल तिमीलाई यहाँ कार्डिनल नम्बर अफ पी युनियन क्यू भनेको ठाउँमा मैले कार्डिनल नम्बर अफ पी पनि पी र कार्डिनल नम्बर अफ क्यू जोडे भने के यो बराबर होला मिल्छ कार्डिनल नम्बर अफ p प्लस q जोड्यो भने मिल्दैन सर कार्डिनल नम्बर अफ p इन्टरसेक्सन q पनि गर्नुपर्छ के प्लस गर्नुपर्छ हो सर ल प्लस गरौँ ल तिमीले त्यो पनि प्लस गर्नुपर्छ ल पी इन्टरसेक्सन क्यू प्लस गर्नुपर्छ अब मिल्छ कि मिल्दैन अब भर्खर तिमीले भनेको एन्सरमा कार्डिनल नम्बर अफ पी युनियन क्यू भने कति छ 6 छ अनि पी को कार्डिनल नम्बर भनेको 4 भयो अनि क्यू को चाहिँ 3 भयो अनि यसको 1 भयो अनि इक्वल भयो त भएन सर माइनस चाहिँ गर्नुपर्छ सर हो अघि चाहिँ यहाँ यो वानली यस्तो वानली गरेको बेलामा चाहिँ अंक गर्नेको बेलामा चाहिँ प्लस त्यो चाहिँदो रहेछ सर सबै माइनस गर्यो भने चाहिँ आन्सर निक्लिन्छ हो यो चाहिँ यो वानली नभएको बेलामा चाहिँ यो प्लस होइन यो त बरु के गर्नुपर्छ भने यो नलिँदाखेरि पनि
यसलाई नलिए पनि अझ बढी भयो ल 7 भयो भनेपछि यस्तो गरी कार्डिनल नम्बर यस्तो फर्मुला लेखेको बेलामा चाहिँ यहाँनिर यदि यो अहिले पनि बराबर भएन भने चाहिँ यस्तो भयो भने माइनस एन पी इन्टरसेक्सन क्यू को संख्या घटाउनु पर्यो अब मिल्छ हेर अब यो 1 घटायो भने 6 हुन्छ यो चाहिँ कति भयो मिल्छ 6 भयो अब मिल्यो नि त हो भनेपछि अब यहाँ आउँदा म तिमीलाई फेरि भनौँ अब दुईटा फर्मुला तिमीले नयाँ फर्मुला एउटा के पायो अघिको माथिको फर्मुला भन त एन अघि हामीले सुरुमा ए युनियन बी इक्वल्स टु पख ल नानु पख हेर बाबु हेर यो चाहिँ यो पी र क्यू भयो भने त्यही भन्नु पर्यो तिमीले पी र क्यू भयो भने चाहिँ अक्षर चेन्ज गर न n1 ली पी प्लस n1 ली क्यू प्लस एन n1 ली पी इन्टरसेक्सन क्यू n1 ली हैन 1 ली भन्नु पर्दैन इन्टरसेक्सनलाई अनि अहिले भर्खर सिक्यौँ हामीले दोस्रो चाहिँ एन पी युनियन क्यू त्यहीको लागि चाहिँ अब अर्को नयाँ तरिका एन पी प्लस एन क्यू प्लस एन प्लस होइन भने प्लस हो त होइन नि त माइनस पो हैन माइनस हो माइनस एन माइनस पी इन्टरसेक्सन क्यू भनेपछि अब दुईटामा फरक कुरा मलाई भन्नु पर्यो ल अब म आजदेखि म चन्दनपुरबाट पढेर आएको भनेको छ भाइले मलाई यहाँ बताउ त यो दुईटामा के फरक देख्यो बाबु तिमीले भाइले के यो दुईटामा के फरक भयो हजुर एउटामा प्लस एउटा माइनस भयो फरक भयो अनि प्लस हुँदाखेरि अरु के छ यो त ल यता त प्लस र माइनस तिमीले भनेको सही उत्तर तर यो प्लस र माइनस पछाडिको कुरा त मिल्यो अनि अगाडि यो प्लस हुँदाखेरिको अगाडिमा भ्यालु के फरक छ माइनस हुँदा अगाडिको भ्यालु के फरक छ अर्को नि डिफरेन्स छ माथि n p युनियन q इक्वल्स टु माथि त्यो n1 ली छ अनि तल चाहिँ n मात्रै छ ओ प्लस हुँदा चाहिँ 1 ली छ माइनस हुँदा चाहिँ होल छ त्यति फरक तिमीले कन्ठ गर्ने तरिका थियो प्लस फर्मुलामा चाहिँ यहाँ प्लस हुँदाखेरि चाहिँ यहाँ प्लस हुँदा पछाडि प्लस हुँदा यहाँ 1 ली भन्ने 1 ली ओ आयो नम्बरमा n1 ली को प्लस भयो हैन अनि यहाँ माइनस हुँदा चाहिँ यहाँ चाहिँ 1 ली नराखिकन रहेछ दुईटा हो ल यसरी प्लस हुँदाखेरिको प्लस र प्लस हुँदा 1 ली हुँदो रहेछ अगाडि हैन अब यहाँ यसै सम्झ ल प्लस अगाडि पनि प्लस पछाडि पनि प्लस हुँदा चाहिँ एक ठाउँमा अगाडिपट्टिको ठाउँमा यो 1 ली हुँदो रहेछ अगाडि प्लस पछाडि माइनस हुँदा चाहिँ यहाँ 1 ली हुँदैन 1 ली नगरिकन लेख्नु पर्ने रहेछ भनेर त्यो सम्झने है त यो फर्मुला दुईटा फर्मुला तिमीले याद गर्यौ र म आज यसो गरेँ म तिमीहरुसँग अब अहिले होमवर्क पनि म भोलि होमवर्क चाहिँ भोलि सुरु हुने भयो आज यतिमा अर्को अब तिमीलाई मैले अर्को क्लासको लागि पनि रेडी गर्नुपर्छ हस्त भाइ बहिनीहरु यिनै विषयवस्तुहरुका साथ आजलाई बिदा हुन चाहन्छु भोलि हाम्रो भेट पुनः अवश्य भइ नै हाल्नेछ